यो सुतेको यसको थुतुरो एकदम ए उठ यार आज पनि फेरि अझन खाएर इन्टरभ्यू दिन जानु छ के भयो यार जागिर पाउनु नि गाह्रो छ यार उठ केटा उठ यसको तानेर फेरि यसको तान ए केटा उठे उठ इन्टरभ्यू दिन जाने होइन उठ कति दिन इन्टरभ्यू के भन्छ फेरि म त दिनमा तले पास पनि भइदिन खालि इन्टरभ्यू लाइनमा बस्छु एक दिन त पाइएन नि यार आश मारेर हुन्छ जान्न इन्टरभ्यू त्यही पनि हेर्न एक दिन यति धेरै पैसा कमाउँछ संसारको सब खुसी हामीसँग बाबु सपनाको दुनियाँबाट तल झर्छ एक दिन त पाइएला नि यार आश मार्नु भएन नि गाउँबाट हिँड्ने बेलामा बाबाको आँखामा दुनियाँ सपनाहरू देखेर आइरहेछ अहिले तेरो आमाले त आउने बेलामा जरीले भरेको रातो साडी लिएर आइरहनु हिजो जस्तो लाग्छ 4 महिना भइसक्यो सहर बसेको जागिर गर्नु मात्रै छैन समीर तैँले गाउँको आमाको कुरा गर्दा घर गाउँमा आमाको धेरै याद आयो बरु जाउँ नि गाउँतिर त्यतै हलोजुवा जे गर्न पर्यो नि गरौँ न यो सहर यो फोहोरी ठाउँ म त तनाव भइसकेँ न जागिर पाउँछ न के हुन्छ केटा हरेस खाने होइन एउटा परिचय लिएर मात्रै गाउँ जाने हो अवश्य राम्रो हुन्छ हाम्रो लागि पनि एक दिन चिन्ता नगर ल उठ म बाँच्नु जान्छु खानासाना बनाउन धन्दै छ यो सोपिङ गर्नु नगरी मासु झल्कै भेटाइदिएर के चुलो कहाँ बनाउँदैको कहिले बनाइन्छ मान्छेलाई ग्यासमा बाल्नु यहाँ ग्यास त चुलो छैन कहाँ गएर ए रिदम त कुन कम्पनीमा इन्टरभ्यू दिन जाने त्यो लुम्बिनी ट्रेडिङ भन्नेले कान्तिपुर पत्रिकामा कामदार चाहियो भनेर लेखिरहेछ अब इन्टरभ्यू दिन के अरे खै आज पनि के भन्ने हो हरेक बहाना बनाउँछ इन्टरभ्यू दिँदा पनि ल ल ठिक छ ट्राई गर्न छोड्नु हुन्न मेरो पनि त्यहाँ आज जिके ओभरसिजमा बोलाएको छ आज हुन्छ कि जस्तो लाग्छ आज अलिक बढी विश्वास लाग्छ ल ल बेस्ट अफ लक यार तेरो काम बनोस् सानो चाहिँ भेटौँला ल है तल पनि बेस्ट अफ लक ल गाउँसम्म लिएर आइज ल
आफै गरा यार कसरी गरिस् ओ हेलो रिदम होइन तिमी पर्मिन होइन र त उहाँ गाउँ बिचमा समय परेको हो ए सन्चै छ त हेलो सोल्टी है अनि के हो त नि गाउँमा हुँदा त तत्तरमा हुन्थ्यो सहर पछि त तल हजुर तपाईँमा पुगेछ त साथी म भेजा भएर चाहिँ कन्फ्युज भएको थिएँ नत्र त सायद तिमी भन्थ्यो र हेर्न यसको साला सेम गर्ने पारा त उस्तै रहेछ के अनि भोलि उहाँ गाउँमा 7 कक्षामा पढ्दाखेरि हेड सरको छोरालाई जिस्काएर चाहिँ सरले चाहिँ 2 घन्टा घाममा मुर्गा बनाएको ए त्यस्तो हो उसको त भाग्यमा नि हुनु पर्यो नि म जस्तो जोइन पाउनलाई ठिक्का नै आफूलाई हेन्डसम ठान्छ यसले फेरि अनि केटा झोला बोकेर कता हिँडिस् त नि यही त अनि सहरमा आयो जाइलो खुजुमा आएको त्यहाँ इन्टरभ्यू छ आज त्यही दिनै हिँडेको म त कुरो त्यसो पो जागिर त पाइहाल्छस् नि चिन्ता नगर बरुलाई एक कप्तान पास हुन्छस् नै परेन कहाँ मैले लिने गरेको छैन यार नसा यार अरे सोल्टी लिग न लिग तिमीले नसा नलिगे पनि नसाले तिमीले लिन त पायो नि एकचोटि एक पो हानेर त हेर टेन्सन हावामा गोल भइदिन्छ के लिग न लिग स्वर्ग भेटाउँछस् कि यसमा स्वर्ग लिग्नु र कहिले लिगेको छैन यार मैले एकचोटि ट्राई त गर यार बिस्तारै डाँडामा बिस्तारै मलाई त ल्याइयो यार के खाने पनि लास्टमा आइसके नत्र अलि अगाडि आएको गडमा खानु 5 बजिसकेको छ इन्टरभ्यू त मैले भुलेको छु यार छोड तेरो इन्टरभ्यू भुलिदेलास् बरु मजा आयो कि नभन्नु तँ भन्दा होइन कस्तो हल्का घुमाए जस्तो भएको फर्स्ट टाइम हो सोल्टी होइन म जान्छु पर्मिन ढिला भइसक्यो जान्छस् जाने भयो जान त भोलिपल्ट नबिर्सै फेरि ल हुन्छ है त ल सोल्टी ल है ल रमाइलो भयो ल भोलि आउनु नि त भेट्दै गरौँ है कोतोरी हो बे गाउँबाट झर जस्तो छ नि ए त्यो गाउँमा सँगै पढेको एउटा तोर्पे हो क्या झुपे चाहिँ रहेछ त्यही तोर्पे रहेछ समीर यता आइस के भयो त इन्टरभ्यू के हो कोही पहिलाको जस्तै दसवटा आएर मलाई त होला जस्तो लागेन त्यहाँ हुँदैन अनि तेरो के भयो भोलि भन्नु मेरो होला जस्तो छ यसपालि चाहिँ किन के भयो त्यस्तो ल तपाईँलाई बधाई छ मेरो त भएन फेरि के कुराहरू चाहिँ आफ्नो मान्छेहरूलाई राखे जस्तो लाग्छ मलाई हो र ल ठिक छ फेरि ट्राई गर्लास् के हो रिजम के भयो रोक्नु पानी जस्तो घाँटीमा कस्तो अप्ठ्यारो हुने होला पानी खाँदा चाहिँ के भएन अन्त ठिक हुन्छ बरु म अलिक थकी छु आज म सुत्छु अनि खाना खानु पर्दैन मलाई खासै भोक छैन पकानी बेलुका म सुत्छु हो र ठिक छ मैले पनि नास्ता गरेको थिएँ भोक छैन मलाई पनि उसो भए सुतौँ छिटो उठ्नुपर्छ
माल खाने पैसा नि छैन यार कतिमा भेजा भइसक्यो डाँट खाँदा खाँदा यार ओके कहिले कसो त्यसो रिदम सोल्डर म्यानेज गरे हुन्छ नि हुन त हुन्थ्यो आफू त बेरोजगार मान्छे पैसा छैन त्यही पनि बल्ल साथीको कमाइमा बसिरहेको छु आफूले त आमाको सुनको औँठी सौठी सिक्री सबै बेचेर भइसक्यो बरु रिदमको कोठामा छैन केही बेच्ने सामानहरू मेरो कोठामा केही छैन त्यस्तो बेच्ने सामानहरू अरे यार खाना पकाउने भाँडाहरू त होला नि खै आज मालको जोगाड जस्तो लागेन मलाई बरु त्यहाँ एउटा छम्मालाई भेट्न जानु पर्ने थियो के हुन्छ कि म त जान्छु यार भोलि के जुक्ति लगाउँला ल म गएँ यार भोक पनि लाग्यो खाना बनाउनु पर्यो एकटा कुकर कराई खैर कहाँ छ हेर्न त्यतातिर होला नि मलाई थाहा छैन कुकर कहाँ कुकर कराई छैन के छैन कहाँ छ कहाँ रहेको के हो हेर ल त नसम्म लागिस् एकदम मलाई सधैँ त लागेको थियो तेरो व्यवहारबाट यस्तो पाराले त बिग्री छैन आजसम्म जे भएछ चल्दैन एकदम ल बेकार खाएको र टेन्सन हुन्छ साथी के गरौँ हुन्छ मन बुझाउनलाई मनको भाव मेटाउनलाई मन त नसा लगाउन जाँदै के रे के भन्दैछ त अरे के भनेको त यस्तो चिन्ता नगर म सुत्दै मैले मेरो अफिसमा पनि तेरो लागि कुरा गरिसकेको छु दुइटै जागिर गर्नुपर्छ अब तर आजदेखि यो नसा लिने काम बन्द ल हुन्छ कहाँ गयो रिजम पनि यति बेलासम्म आउन 9:30 भइसकेको छ मान्छे गायब छ फोन लाग्ने पनि होइन कहाँ गएको के मान्छे यति रातिसम्म उसो घर त टाइममा आउनुपर्छ कोठामा साथी एक्लै छ खाना खानुपर्छ के हो तेरो पारा इधर एकदम ओए कहाँ गएको त यत्र आएछौँ फोन लाग्दैन यसको पारा खाना खाने होइन ओए मान्छे बिग्रिएपछि यस्तो हुन्छ कति सम्झाउँछ उठ्दैनस् खाना खाने होइन आखिर क्लोथमा लागि छोड्यो कति सम्झाउने कोसिस गरेँ यसलाई लागेन कति माया लाग्छ कति मिल्ने साथी हो सानोदेखि हुर्कियो बढ्यो सँगै मैले सम्झाएर लागेन यो भगवान् यसलाई राम्रो बाटो देखाऊ तिम्रै घरमा छ अब
लट्ठीहरू पार तल मेरो अफिस हिँड्नु भन्दा मानेनस् यहाँ यो बेकारको केटाहरूसँग नसामा लट्ठीहरू बसिरहेको छस् रुबेन ओए अहिले कसलाई बेकारको केटाहरू भनेको ओए जे भिडियो होइन है चिनेछस् मेरो साथी मेरो जुट्टी हो सरिवान गुरुका ल सरी यार ब्रो सरी एकदम हिँड कोठामा आइन्दा मेरो साथीलाई यो नसामा रुमले कोसिस गरेको थाहा पायो भने राम्रो हुनेछ याद राख साले खाते आँखा देख्दिनुहोस् बाटेर रिन अहिले त आँखा निकालेर गुच्चा खेलिदिन्छु सरी साथी हाम्रो गल्ती पो सरी ओए सरी के को सरी हो यिनीहरूको गल्ती ओए तिमीले कसलाई खाते भनेको हो कसलाई खाते भनेको ओए तेरो साथीलाई सम्झाइ फेरि कलेटो ड्यामेज हुने खाला फेरि ओए छोड्दै हिँड गलत मान्छेसँग पंगा लिकिस् तैँले गलत मान्छेसँग एकदम मलाई कता डर लाग्न थाल्यो तेरो यो नसाको सम्बन्धी गर्दा हामी दोस्ती फाट्ने कि त्यति सजिलो छ के हामीले दोस्ती फाट्न अझै केही बिग्रा छैन हाम्रो समाज भागला भनेर साथीलाई छोडेर साथी त जहाँ जान्छस् म तसँगै जान्छु त जहाँ आउँछस् म त्यहीँ हुन्छु त मेरो जान होस् यार आया सबै माइन्ड फ्रेसको लागि हो के धेरै सेन्टी नभन् के छोड्दै खै यार त्यो रिदम पनि आजकल आउँदैन नि हामीसँग के भएको तँलाई जस्तो त्यसले ल्याउँथ्यो कि मारौँ के हो यार केटाहरू खुसखुस गरेर कहाँ खोज्यो तिमीलाई मैले यहाँ अरे बसेछु यार पहिलाको समय थिएन तिम्रो के खुसखुस कुरा भइरहेको छ केटा हो के हो त नि तिमीहरू यार यस्तो कहाँ खोज्यो तिमीहरूलाई के कुरा गर्नु नि माल खाना दस्ती सस्ती छैन त्यो लुटपाट गर्ने कि भनेर प्लान बनाएर बस्छ ओए फर्देन के हो यो पागल हो क्या के भन्छ यसले बरु भन् तसँग अरू पाएछ माल खाने अर्को महिनादेखि त बरु जागी लाग्ला जस्तो छ अहिले त उपाय नै छैन यार मेरो त आफ भने माल खान पऱ्यो भइसकेपछि सोल्टी भने एक महिनासम्म के यहाँ भजन गाएर बस्ने सोल्टी कुरामा पनि समझ आफूलाई माल खान नपाएर मानिरहेको माता जस्तो भइसक्यो दिमाग लगाएर दिमाग जसरी पनि आफ्नो पैसा त्यही भएर मैले यो कुराको पनि मानिसलाई भनाएको प्रयत्न गर्दैछु
भन्छ भने अहिले आउँछ घर ओरिजिनचोटि तिमी हाम्रो साथमा सक्दिन जे परे पर्छ मस्तीमा त साथमा छु बरु त के भन्छ नि घोडा के घोडा त्यो मगाइहाल ए ल ल जति सक्दो चाँडो यो काम मलाई पुरा गर्नुपर्छ तर किन कोही त्यस्तो टेन्सन नै नलिनु अन्त प्लानिङ मिलाइसक्यो माथि एउटा हातमा तन्न भइसकेको क्या यही गरेर लोडिङमा ल ल हुन्छ त्यसो गरेर मिला के भन्नु के चाहियो पैसा के गरेको भाइ के गरेको हजुर हो म समीर के रे पुलिसले भनेछ अरे लुटपाट गरे कहाँ कति बेला हो रिदमको साथी आएर गडा चामिन गडा चार चाहिँ आयो ओए ओए उठो ओए जाम जाम चार ओए बस ओए गए हामी ओए बस के हामी बस हामी मस्त है चला रे ओए परी रिदम ओए रिदम मलाई थाहा थियो त यहाँ थिएछ भनेर त हिँड त मसँग हिँड हिँड यार उठ उठ मसँग हिँड रिदम उठ त हिँड मसँग तैँले के गरेको साथी भन्दा मलाई दिएन एक डोज दिएन प्लिज एक डोज दिएन दिन्न के गर्छस् दिन्न मैले तँ यो जाब नसाको लागि साथीलाई बन्दुक ताक्ने भइस् गोली हान्छस् त मलाई तँ गोली हान्छस् मलाई लान हान गोली यो जाब नसाको लागि तैँले मलाई गोली ताक्ने साथीलाई त मसँग हिँड अहिले
अरे मैले यो के गरेँ यार समीर मेरो साथी समीर भागला भनेर साथीलाई छोडेर साथी त जहाँ जान्छस् म तसँगै जान्छु त जहाँ आउँछस् म त्यहीँ हुन्छु त मेरो जान हो यार दर्शकबिन यो त थियो समीर र रिदमको एउटा काल्पनिक कथा। यो कथामा देखाउन खोजिए जस्तै हाम्रो देश नेपालमा पनि थुप्रै युवा युवतीहरू दुर्व्यसनमा फसिरहनु भएको छ। लागु पदार्थ सेवनले साथीभाइ सँगसँगै आफ्नै परिवारबाट पनि हामी सबैलाई अलग्याएर टाढा बनाउँछ। दर्शकबिन जब हामी जोकै पनि दुर्व्यसनमा फस्छौँ तब हामी सबैको नजरबाट घृणित अनि हेला सँगसँगै सबैबाट हामी टाढा हुँदै जान्छौँ। त्यसैले हाम्रो यो सर्ट मुभी बनाउने टिमको एउटा सानो प्रयास यहाँहरूको माझमा हामीले प्रस्तुत गर्यौँ र अन्तमा हामी जोकै पनि दुर्व्यसनमा नफसौँ, दुर्व्यसनबाट टाढै रहौँ र अरूलाई पनि सकेसम्म फस्न नदिउँ। धन्यवाद।